हेलो साथीहरू, नमस्ते। म मणि तामाङ। आज चाहिँ म भोजपुर जाँदैछु है। हाम्रोतिर सदा खोल्ची बाटो हिँड्नु पर्थ्यो है। आजभोलि चाहिँ पिच हुँदैछ है। यो आधी चाहिँ पिच भइसक्यो, यता आधी चाहिँ हुन बाँकी छ है। अब पिचमा हिँड्न पाउने भयो। आधी चाहिँ पिच भइसकेको छ। यहाँ तलसम्म चाहिँ पुरै पिच भइसकेको छ, अनि यता चाहिँ आधी मात्रै हुँदैछ। यो रोड चाहिँ कुन रोड हो भन्दाखेरि भोजपुर बजारदेखि अलि माथि के अरे पानी ट्याङ्की भन्ने ठाउँ छ। छाप्री पनि भन्छ, पानी ट्याङ्की पनि भन्छ। त्यहाँदेखि चाहिँ ठ्याक्कै बाख्खोर सुन्तले भन्छ नि, हो त्यो ठाउँसम्म पिच हुँदैछ है त। बाख्खोरसम्म आधी चाहिँ भइसक्यो, अझै आधी हुन बाँकी छ। अब बिस्तारी हुन्छ है। पहिला त यो बाटो पनि 3 घन्टाको बाटो भारी बोकेर यहाँ भोजपुर बजार आउनु पर्थ्यो। मेरो घर चाहिँ हेलाउँछ हो, अनि यहाँ भोजपुर भनेको चाहिँ त्यस्तै 3 घन्टा 4 घन्टा लाग्छ आइपुग्नलाई। अनि यो बाटो पहिला यस्तो थियो कि खोल्ची है, चिप्लिँदै लड्दै भारी बोकेर आउनु पर्थ्यो भने आजभोलि चाहिँ आधी पिच भइसकेको छ। हुँदैछ धमाधम कामहरू भइरहेको छ। अब पिचमा हिँड्न पाउने भयो है। ओके।